हाई वेलकम टु माई न्यू ब्लग गाइज है। आज चाहिँ म मेरो होम टुर गर्न गइरहेको छु। ल सबैजनाले अन्तिमसम्म भिडियो हेरेर मलाई साथ दिनुहुन्छ भन्ने अपेक्षा गर्दछु। यहाँ देख्न सक्नुहुन्छ है, बाटोबाट चाहिँ हाम्रो घर यस्तो देखिन्छ। यो चाहिँ किम्बुको बोटले अहिले पुरै घरै छेलिरहेछ। अलिक गहिरोमा छ नि त घर छेलिरहेछ। सुपारीको रुखहरू हेर्नु न कति राम्रो राम्रो छ। यस्तो छ घर चाहिँ। घरको यो अगाडिबाट बाटोबाट हेर्दा चाहिँ यस्तो छ है। अरू भिडियो म कन्टिन्यू गर्छु, हेर्दै गर्नु होला है त। देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ हाम्रो घरको बारी सुरु हुन्छ। बारी देखाउँछ सबै मकै बारी। यहाँ चाहिँ मकैहरू उम्रिँदैछ है। अनि नखाने घर कथा लागौँ। अनि यो चाहिँ हाम्रो घरको बाटो। यहाँनिर चाहिँ फुलहरू छन् है। फुलै फुटिसक्यो। अब कति फुल रोप्यो पनि अब यो टाइममा चाहिँ राम्रो नहुँदो रहेछ, पानीको कमीले। फुलहरू छ, फुलहरू मजाले देखेको त जुम गरेर। फुलहरू यसो कि आई लभ यु फुल भन्दो रहेछ यसलाई चाहिँ, आई लभ यु। अनि यहाँ चाहिँ छ हाम्रो फुलहरू, यहाँ सुकेको फुलहरू। त्यो सुकेको फुललाई चाहिँ फालिदिइहाल्यो भने नयाँ ग्रोथहरू छिटो राम्रोसँग हुन्छ। यहाँ छ फुलहरू बिस्तारै देखाउनु। यो रोज फुलिरहेछ। अरू बिरुवाहरू देख्न सक्नुहुन्छ, सबै जाग्दैछन्। अनि यो चपटी चाहिँ यो घरभित्रको हो, धुएर सुकाएको है यो चाहिँ। यहाँ छ, यहाँ घन्टी फुल छ, बाँसहरू सबै पार्नु सक्नुहुन्छ। यहाँ मकै सुकाएको छ, घरमै खाएको मकै। अनि यहाँ चाहिँ छ फुल। यो चाहिँ 12 मासे फुल हो, जहिले फुलिरहेको है। यो चाहिँ पानी फुल हो, के हो यसको नाम थाहा भएन। यहाँ छ, यताको देखाउँ। यहाँ छ, यहाँ जाग्दैछ गमलामा। यहाँ छ डेलिया सुकिरहेको रहेछ। यो सुकेको चाहिँ हालिहाल्दा हुन्छ। यहाँनिर फर्सी पाते सिङ्गल रहेछ। अनि यहाँ छ, देखाउँदै हो। यहाँनिर ह्याङ्गिङमा पनि छ, यो कपडा सुकाएको छ माथि चाहिँ। यहाँनिर पनि छ फर्सी पाते छ। यो फुल चाहिँ गर्मीमा सबैभन्दा धेरै मजाले फुल्ने फुल भनेको यो फुल हो। घन्टी के फुल पो भन्छ यसलाई, खोइ घडी फुल। घडी छ 12 मासे फुल। यहाँ पानी नभएर फुलहरू सुकिरहेको छ सबै। यहाँ छ धुपी, उताको धुपी पनि देख्नु। यहाँनिर पनि छ धुपी, यहाँनिर पनि छ धुपी। यहाँ पनि छ। अनि यहाँ छ क्याक्टस। यहाँनिर छ सिनफुल, घडी फुल। यता सबै फुलहरू जाग्दैछन्, फुलिसकेको छैन। यतापट्टि पनि देखाइदिन्छु। यो चाहिँ हाम्रो नानीले बनाइदिएको स्विमिङ पुल है, गर्मी महिनालाई खेल्ने। यहाँनिर पनि छ, हिजो भर्खर लिएर रोपेको लालुपाती। यहाँ छ, देख्न सक्नुहुन्छ। यी फुले फुल जताततै बिरुवा चाहिँ, तर मजाले फुलिसकेको छैन कहीँ पनि। यहाँ चाहिँ पछाडिको है, यो घरको पछाडि हो यो चाहिँ। यताले अब यहाँबाट चाहिँ हुँदै 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 बाटो निस्किन्छ कि। मैले हजुरहरूलाई पछाडिको भाग देखाएँ। अनि यस्तो राउन्ड भएर यता पछाडिबाट चाहिँ अब हाम्रो यहाँ ग्वाली छ। यहाँ
अस्ति रोपेर त्यत्रो यति बेला चाहिँ फुल नरोप्दा पनि हुने रहेछ, सबै सुकिरहेछ। मैले चाहिँ यस्तो भए पनि ह्याङ्गिङ फुल रोपिदिएको छु के, पछि पानी पर्ने सिजनमा मजाले फुल्छ नि त। अनि यहाँ चाहिँ छ हाम्रो ग्वाली। यहाँनिर चाहिँ खोलेहरू पकाउने ठाउँ। यता चाहिँ छ हाम्रो दाउराहरू ग्वालीमा। यहाँ छ खोले है, यस्तै यस्तै छ गाउँघरमा, यस्तै हो। यता गाईबस्तु छन्, यता परालहरू छ, घाँसहरू छ है। अनि यहाँबाट हुँदै हुँदै म यही बाटो लिएर गएँ। कञ्चन यता आउँदा यही बाटो हुँदै 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 गएँ। यता पनि छ हाम्रो बारी है। यहाँनिर चाहिँ धनियाँ फुलेर ठुलो भएको, पर चाहिँ गइन है, घाम छ पुरै। अनि यो पनि हाम्रै बारी हो, मकैबारी परसम्म छ। अनि यो पनि हाम्रै मकैबारी हो, यो पनि एकदम परसम्म छ। अनि यहाँ हजुरहरूले देख्दै हुन्छ नि बगरको खाली जग्गाहरू, यहाँ आँखाले भेटेसम्म देखेसम्म सबै नै हाम्रै हो है त्यो पनि। अनि यस्तै यस्तै छ। यहाँ पनि छ हाम्रो बारी, यताबाट देखिन्छ। यतापट्टि पनि छ, लसुनहरू रोपेको छ यहाँ चाहिँ। यो सबै आँखा अगाडि देख्नुभएको जुन जुन छ त्यो सबै हाम्रै बारी हो है। अनि यताबाट यो चाहिँ हाम्रो घर पछाडि गयो। यहाँबाट छिरेर चाहिँ किचन। यहाँ दुईवटा पिरा देख्नुभयो, एउटामा चाहिँ म बसेर भाँडा माझ्ने, एउटामा चाहिँ नानी है। अनि यहाँ छ हाम्रो वासिङ मेसिन, फ्रिज, ग्यास चुलो, टेबल। यो बेला बेला रेस्ट गर्ने खाट राखेको छ। यहाँ चाहिँ छ हाम्रो भाँडा राख्ने ऱ्यागहरू। यहाँ छ इन्डक्सन, यस्तै यस्तै हो। यहाँ चाहिँ मामु हुनुहुन्छ, मकै छोडाउँदै हुनुहुन्छ। यहाँ चाहिँ छ नानीको पिङ, नानी चाहिँ सुतिरहेको छिन्। यहाँ चाहिँ नानीको साथी छिन्। यता छ साइकल। यस्तै यस्तै छ, बाहिर फ्रेस हावा आउने ठाउँ छ चारैतिरबाट। गर्मी महिनामा पनि शीतल हावा आउँछ है। अनि यहाँ चाहिँ छ टोइलेट बाथरुम। अनि छ है फुलबारी, खोर्सानी। यता पनि छ फुलहरू, एलोभेराहरू। यता परालको के भन्छ कुन्यु, यस्तै यस्तै छ। कपडा सुकाएको छ यता। यहाँबाट माथि जाने ठाउँ छ। यहाँबाट हजुरहरूलाई यति नै होम टुर गराएँ सर्टमा है। घर माथि चाहिँ मैले लिएर गइनँ, किनभने बेडरुम, लिभिङ रुम भनेको चाहिँ अब सबैको एउटा प्राइभेसी हुन्छ। अनि अब सोसल मिडियामा गएर मेरो रुम यो, मेरो बेडरुम यो, मेरो यो भनेर देखाउन आवश्यक पनि छैन, किनभने हरेक कुरा घरभित्रको कुरा भनेको प्राइभेट कुरा हुन्छ। अब फ्यामिली जो हुनुहुन्छ, नजिकको जो हुनुहुन्छ, उहाँहरूले त अभियसली देख्नु नै भएको छ घरभित्र के छ, कहाँ के छ, कस्तो छ, त्यो देख्नु भएको छ। मैले देखाइराख्न आवश्यक छैन है। तर मैले घर वरिपरि
अब फुलबारीहरू मकैबारीहरू खेतबारीहरू त्यही देखाएँ। आजलाई मैले सर्ट ब्लग बनाएँ। के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है त। बाई बाई।